नुनुगु वीडियो छिथा तक थिंकी नीति नेवा यूट्यूब चैनल सब्सक्राइब याना दिसा सब्सक्राइब या यंगु बटन क्लिक याना दिसा अले वया हे न पहुंचंगु गाना क्लिक या लो मंका दे मतेना नेवा यूट्यूब चैनल ची सक सिगुना मंका यूट्यूब सुबह फोटोग्राफी रहे छौ चाहिँ छिसा जुन सोच एन्ड अपरेट छिसा छुन चीज मिखा खण्डा छ छिसा क्यामेरा माध्यममा चाहिँ छिसा छौ चाहिँ इमेज देखेर चाहिँ फोटोग्राफी खास नापैची भाषा सो खस चाहिँ ल्याटिन भाषा फोटोज ग्राफिङ द न्यू खंगो मिलेजिया बने छ फोटोज आर लाइट ग्राफिङ द इमेज सो फोटो चाहिँ गरा लाइट माध्यममा छुन इमेज बनाउन लाग्छ उति चाहिँ फोटोग्राफी गरे जी फोटोग्राफी सूर्य नौढा खस चाहिँ लगभग नेपाली हिसाबमा चाहिँ नेपालसँग हिसाबमा नेपाली हिसाबमा चाहिँ 2035 साल 36 साल चाहिँ फोटोग्राफी से अहिले वो सेके ढुकाली 40-41 सालपट्टि भन्छ प्र्याक्टिस गर्ने छ 42 सालमा चाहिँ जी प्रोफेसनल फोटोग्राफर छु खास फोटोग्राफी के छ ग्ल्यामराइज यार छ टेक्निक दे तो फोटोग्राफी चाहिँ स्पेशली चाहिँ नापान छ तो फोटोग्राफी आज छ आर एज खजुटी खमकी फोटोग्राफी फोटो चाहिँ सुन मोनिटर चाहिँ ग्ल्यामराइज या मन लाग्छ ज निता सुदा चाहिँ छिली जस्तै कि मेकअप लाग्छ मेकअप बिना चाहिँ मोनिटर ग्ल्यामराइज या छौ चाहिँ सयौँपट्टि जुन किसिमको सेटअप देखि उकेन छौ चाहिँ ड्रेसअप छ छौ सुन चीज एक्स्ट्रा चीज एफर्ट मतलब फेब ब्लोर फेब या फैन हुँदैन अनि लाइट एन्ड सेड एकदम डार्क सेड हो लाइट सेड एउटा चाहिँ ग्ल्यामराइज गर्छ फोटोग्राफी हो फेसन ढाउकेर छ सुन चीज फेसन ट्रेन्ड सुरु जो रहेछ चाहिँ दक्षिण हापा मेपिन्ड घेना ढाले घेना कनिले ढाले नपुना लडुसी भ्याजुले कन्हा भइबो एजुलिना चाहिँ फोटोग्राफी चाहिँ फेसन फोटोग्राफी माध्यममा चाहिँ अथवा फेसनरी चाहिँ फेसन फोटोग्राफी माध्यममा खिचेन उइट चाहिँ प्रस्तुत या ढाल्छ पनि मन चाहिँ ओहो ठाउँने ठेलमा फेसन ट्रेन्ड पनि या मन सी अहिले तर रोपडी चाहिँ सहरे चाहिँ घेरा जुले हामीले चाहिँ पिने चाहिँ छिसा चाहिँ त्यो छुन ड्रेस ट्रेन्ड त वेट एन्ड छ नेक्स्ट इयर चाहिँ ठ्याउटी ड्रेस वेट रुचि भए चाहिँ जुन किसिममा चाहिँ ड्रेस त तयार पहिला डछि है ल त सर्ट त तयार हैन अब के रहना मोडल त बाबा लाभ मोडल या फोटो खिचेन उइट भोया अहिले मोडल त छ र्याम पेन या सुना वो सब पुना भोया एउटा चाहिँ फेसन ट्रेन्ड रुपे चाहिँ फोटोग्राफी छो फेसन चाहिँ ट्रेन्ड चाहिँ जुरे फोटोग्राफी यो फोकडी लुमके ब अनुभव रहले चाहिँ जे चाहिँ त्यो सायद जी फोटोग्राफी मया गर्छ जी ठाउँ किसिमको जुन लाइफ हो वो लाइफस्टाइल चाहिँ जी जुन किसिमको परिवर्तन हेफे छ सायद वो हेफे खोजे वो मेरो खचुले हेर्ले हान्न नपा तो फोटोग्राफी ना चाहिँ जी खिचेन फोटो सोया मन त गुली खुशी जी गुली लेता है वो लेता है जो लाइन तरो खुशी हो वो बाला सोया डाङ हमेशा लेता है बामला सोया मन त यही हो एजुले जी सकेसम्म छु चीज दुखा वो चीज न अझ गुली पालेको फुगुली पालेका चाहिँ प्रस्तुत या तस्को यो कोना चाहिँ जियो फोटो माध्यममा चाहिँ दक्षिणले चिसो खराब छ सन्डे टाइम्स जुन चाहिँ अब प्याउ जोली नेपाल भाषा नेपाल सम्बन्धी क्यालेन्डर जुन वो क्यालेन्डर सोया चाहिँ यो मन्टेसँग पिनी चौबिसजना चाहिँ नेवा पासमिनसँग चाहिँ ओहो छेउ क्यालेन्डर सोया तस्मा बाल र छेउ क्यालेन्डर ठेकनी या चाहिँ यो कुस्या ढाया वो न तस्मा बाल छौ अहिले मेमे चाहिँ छिसा पिनी चाहिँ वेबलाई चाहिँ थन वेबलाई चाहिँ कवेका फलाना राजभाइ वेका चाहिँ ठ्याक क्यालेन्डर टिकेट उठेर हेर्दैन जिता चाहिँ गोख चाहिँ तस्मा जस्तै कि जो मिस नेपाल आफ्नो जो योको डान्स चाहिँ सफल मलाई मिस नेपाल छ थिएन चाहिँ जो एडभर्टाइजिङ फोटोग्राफी फिल्ड छ जी चाहिँ नेवा फिल्म खिचेन उठी फिल्ड छ जस्तै नेपाली पनि तटरहबी राष्ट्रिय ब्युटी संख्या तटरहबी मण्डल फोटोग्राफी संख्या यो को चीज न जो फोटोग्राफी सम्बन्ध चाहिँ सन्चो तर जी ठन चाहिँ ठो क्यालेन्डर बारे चाहिँ खनानो कारण चलेहरूले छिसो क्यालेन्डर छिन च्याडर निरन्तर रूपमा अविरल रूपमा चाहिँ बिगाना छु वो त्यो क्यालेन्डर मु आज ले छिसा चाहिँ नेपाल सम्बन्ध चाहिँ छिसा कम से कम न ठाउँकुनै पनि नो जेनेरेसन चाहिँ नेपाल सम्बन्ध छु जे नेवा टिप्टी पहिचान छु या चाहिँ छिसा चाहिँ नेवे फुलिना चाहिँ ठो नेवा भाइ ज्याजो छु फोटोग्राफी चाहिँ विधा त यो मलाई यो विधा मटेरियल न छिसा चाहिँ ल्यान्डस्केप फोटोग्राफी पोर्ट्रेट फोटोग्राफी टेबलटप फोटोग्राफी ठो सँगै चाहिँ गाउँ ल्याएर ठुई पनि मुख्य चाहिँ भिन्नता चुलेर हामीले छिसो प्रयोगकर्ता व
दर्शक ठुकै फरक पर्छ जस्तै कि ल्यान्डस्केप ढाल्दा चाहिँ हमेसा न ठो ल्यान्डस्केप ओहो ठो ल्यान्डस्केप ठ्याउटी चिज ठो ठ्याउ टिक्ने चाहिँ वेयो रूपमा चाहिँ सोयो यही हो फोटोग्राफी आपले हान नेचर नापे चाहिँ रिलेट जुलिना चाहिँ नेचर छुडाला गमले वेट चाहिँ उनले सुठे सात जो ना वेट चाहिँ चुना फटकिया हो कुनै कुनै उना वेट चाहिँ सात जो ना फटकिया पनि फरक जिको फोटो चाहिँ ओडी चिज नेचर चाहिँ एकदम ड्र्याग एज ल ओटे चाहिँ गाइड एज ल अठे ढाने पोर्ट्रेट फोटोग्राफी चाहिँ यहाने सुमोनुडु अथवा स्विफ्टी फोटोग्राफी चाहिँ वेटी मुड वे एक्सप्रेसन पोर्ट्रेट ढासके पोर्ट्रेट यामा वेटी लाइफस्टाइल मनो घ्या मुख छुख वो चीज चाहिँ पोर्ट्रेट यार चाहिँ पोर्ट्रेट एजुले यहाँ चाहिँ उके चाहिँ सुन व्यक्ति उपरि चाहिँ थप विचार थप वेटी लाइफस्टाइल फोटोमा खण्डेको अठे धेरै छिटो चाहिँ जो प्रडक्ट फोटोग्राफी चाहिँ गेजुले सुन चिज सामान र छ चुन उत्पादन जो चुन चाहिँ बजार छुए मलाई मी मलाई किन मन लाग्छ वो चीज र फोटोग्राफी चाहिँ प्रडक्ट वही अहिले ठुकै फोटो खिचा मलाई जी अठेना चाहिँ हुँदैन फोटो खिचा होइन साथै प्रडक्टको पनि स्पेसल गाइडलाइन्स प्रडक्ट गएन चाहिँ हुन्छ वो प्रडक्टको बारे जी सिके मलाई घुम्ने घुम्ने प्रडक्टको बारे भन्छ बोमो सिके लक्ष्य भेटे जो अहिले एजुले यहाँ चाहिँ गएर वो प्रडक्टको फोटोग्राफी चाहिँ यहाँ फोटोग्राफी पहिला ठाउँमा खम मुठुको छुची छुरिया ठाउँमा मुठुको फोटोग्राफी हेर्दा चाहिँ के चाहिँ उसले बालाउटी लिजोलाई एजुले चाहिँ पहिला ठाउँमा फोटोग्राफी आयो सुचिज खटो ठो घ्याउ ठो उत्पादन ठो घ्याउ सामान ठुके छुचिज ठुके पनि रेसिपी छुक अथवा ठुके जुन चाहिँ छुचु चिज चाहिँ कम्पोनेन्ट छुक छुचिजमा भने जो चिज ठुके असर छुक यो चिज तको भिजा चाहिँ ठाउँमा भिजा चाहिँ सूक्ष्म अध्ययन नाचको फोटोग्राफी चाहिँ ठुके पनि बालाउटी लिजोलाई लाग्छ चिज एउटा यो अनुभव यो अनुभव एउटा चाहिँ क्यामेरा सुमेन छक्का चाहिँ गर्दै हाले जिठो छौ एनसिएल ब्रान्डलाई चाहिँ फोटोग्राफीहरू हुन्छ अहिले ले गाडी सेना खासै प्लानिङ चाहिँ गरेर ठाउँ चाहिँ पोखरा ठिम्काउने बनिउने कुनै कुन सुर्या चाहिँ जनसाकी 6-7 युटी के चाहिँ फेउ ताले चुना चाहिँ वो एनसिएल युटी वो छो फोटोग्राफीमा खन बन्यो भने बन्यो म बार चाहिँ लगभग बनिले लिबाट हुन्छ थन ज्यासिरेका हुनाले अहिले प्लानिङ अनुसार 4 जोनमा पनि थन बनि प्याउनु भए 10 जुल एजुले चाहिँ चाने डिभिजन ठेंगा डेन या प्लान रो 12 जुलाई गाडी सिउँले आछ्याल गाडीलाई यहाँ चाहिँ जुनाउनमा ल्या सुटिङ मेउटी हान बस न रोची सुटिङ लाइन हुन्छ उनको अहिले वो बस गाडी साका हुना कार चाहिँ साका हुना पोखरा ठेंगा ड्याम भनेसे हान 6 बजे लाई जिमे बल्ल बल्ल 5:30 6 बजे छन साडकी क्यामेरा सम सेटअप ना फोटो खिचा थालेन फोटो खिचा सिरे काट्ने शेड्युल अनुसार ज्या मलाई चच्ची मध्ये से ड्राइभ हैन होना खिचाइना सिरे काट्नु एउटी घटना छौठो मेरो घटना के होला छका चाहिँ सुटिङ यात्रु चाहिँ अब फिल्म सुटिङ यात्रु टाइममा चाहिँ छौ सिन्डु अहिले वो फिल्महरुलाई फाइट उले इफेक्ट हैन यही नि छैन ठ्याक्क लाड ठ्याक्कै वो हैन अथन लाड सुनेर पान यता ठ्याक्क चाहिँ पञ्चाबले चाहिँ ठ्याक्क लाड रिभर्स ना काम सम्म नक्तिने पनि भन्छ मसमबडी चाहिँ फाइटर लाड अहिले जी ओ टाइममा पनि तस्मा चले जुन पनि कलाकार गौतम रत्न लाड अहिले वो गरे चाहिँ ठैना चाहिँ ठ्याक्क ड्याम हो वो एक्सन वो आपले चाहिँ वो डामे चाहिँ भरि चाहिँ ब्यालेन्स में वाक लाना झन्डै वाक टोर आयो न भन्नु अझै छुका चाहिँ छिटो राष्ट्रिय विभूति चाहिँ पासाङ लामो शेर्पा उहाँको चाहिँ फोटोग्राफी आर्ट चाहिँ उनीहरूले चाहिँ उहाँको अफिसियली चाहिँ माउन्टेन गाउँले चाहिँ एभरेस्ट गाउँले चाहिँ अफिसियल फोटोग्राफी हुन्छ चाहिँ उहाँकै नाप्रा पाउँछ चाहिँ लुकलाटेको होला अहिले अनउकन चाहिँ भाइ भाइना चाहिँ छुरी लाग्यो ल राजभाइ अब हामी म फर्किन्छु म फर्किँदाखेरि चाहिँ तपाईँ पनि उहाँ बेस क्याम्पसम्म आउनुपर्छ है म हेलिकप्टर पठाउँछु र ठिक छ नि एकदम थर्न लाइफ पाउँदै उखाले चाहिँ मक्क ज्यादा ल्यायो लिपाजुले हेलिकप्टर पठाउँछ हाम्रो मनु ठा चाहिँ म हेलिकप्टर ठाउँ डेड बडी चाहिँ हुनु जो लाइफ चाहिँ अचम्म आयो बजार लाइफ ऱ्याप्टी छौ जिसुका चाहिँ द चाहिँ छौ नपछि नापा छु आना होइन यहाँ मलाई ट्राभल म्यागजिन चाहिँ फोटोग्राफी हुन्छ अहिले कुमारी उप्टी चाहिँ छौ फोटोग्राफी हो चाहिँ कुमारी उप्टी लगभग 1.5-2 वर्ष चाहिँ फलो होला चाहिँ स्लाइड सेक्सनको छु चाहिँ वो टाइममा चाहिँ यसको गर्दा जो नक्ति नक्ति ब्याज त्यो टाइम अहिले कुमारी फोटोग्राफी कुमारी चाहिँ बसन्त पुर्याउन दुनी रहन खिचाएर रहन प्याज हुन आफू बोडिन चाहिँ गएर छिटो कुमारीमा चाहिँ दक्षिण जम्मा सोकजको पिने प्या बिजाइन्छ अहिले वो टाइम अनुसार चाहिँ ठ्याक्क टाइम लिएर ठ्याक्क प्याच्नु अहिले वो चाहिँ खोरजात्रे टाइमको अहिले प्याउ टाइम ठ्याक्क साथी सुरु बिहान ठ्याक्क हुन रेडी जुल्या सटेर वो गेजु लाग्छ अनि दुनियाँपट्टि वो चाहिँ चुकैपट्टि चाहिँ वो चुको अपा चाहिँ चुलो टाइममा लाग्ने सब मजुर होला योको सब मजुर होला एजिया अहिले
क्यामेरा जुन सर्ट बुझ्नुले टर्न सर्टै नाचेका कुमारीमा ठुकै ठ्याक्क लुखा प्याइने थनु हुर्र प्याना वाइट सर्ट छ क्यामेरा प्याउनु स्वाट चुलिया धन्न क्यामेरा चाहिँ ठ्याक सुए फुट्टो वाचे हान च्यापो जना मतलब फिल्म ढेका ठेक हान्ड्यो ठेन वाचे हान ठाउँमा झोरा सालकिया चाहिँ क्यामेरा बजेर यो ठाउँ चाहिँ धन फुली चाहिँ टाका टाका सो वन सो चाहिँ यो फोटोग्राफी करना वो टाइम में फोटोग्राफी है वो आए आपके तस्वीर पाए वो टाइम में फोटोग्राफी आपले क्यामेरा जुन आउँछ मन्टेलाई लो चिज कसरी रिल हाल्नु कसरी फोटो खिच्ने जहाँ चाहिँ मन्टे इन्ट्रेस्ट हुन्छ अबले चाहिँ सुबी ससुबी मन्टे एकदमै कम ठाउँले चाहिँ ससुबी मन्टे यो क्यामेरा जुन आउनु भएको छ तपाईँको कुन मोडलको यो एक क्याननको निकोनको यसको ए यो मोडलमा यति पिक्सल होइन थर्ड मन्टो ढाएको छ ठुठ्याउ क्यामेरा मलाई ठाउँमा म सोखाइ गेम छ ढाएको छ कनिवाला ए अब ठाउँले चाहिँ जमाना फरक होला र डिजिटल वे आपले चाहिँ के रहेछ नापनापा जुन फोटोग्राफी आपले जुन ठाउँले ठ्याक्क खिचेर ठ्याक्क सुए ठाउँले मस्त वो पिनी फोटो खिचेर सुए ठैडा मसा सुनेछ कनिका ठ्याक्कै छपाकै वो सुसँग ठैडा ओर्नु नि छु फोटो खिचेर एक्सपोजर गुलिट कन्ट्रोल ठाउँ हाल्दै छु भने ठाउँ छु यामा टक टक खिचेन यामा अहिले वो चौ चिज चाहिँ ठाउँले चाहिँ वो फेसिलिटी हुन्छ त्यहाँ चाहिँ अन अफ तर ठानो ठानो अब चाहिँ रिल खिचेर रिल एङ्का ल्याब एङ्का लिनुहोस् यो मेरो ढुलाइदिनुहोस् थाहा छ कहाँ ठाउँ पनि खिचाएर थर्ड मन्थ प्रोसेस या थर्ड मन्थ एडिटिङ या ठाउँ मन्थ या ठाउँ फोटो जुन चाहिँ ओछो टस्क ठाएको र नापा चाहिँ फोटोग्राफी आपले चाहिँ जुन किसिमको इमेजिनेसन र चिजमा कम्प्लिट एफर्ट हुन्छ साँच्चै नापै म्याक्सिमम छ यहाँ चाहिँ आइएसओ बढायो अहिले म्याक्सिमम छ यहाँ क्यामेरा आइएसओ बढाएर रिले चेन्ज यामा आठै क्यामेरा सेटिङ चाहिँ चेन्ज दाम मगा अनि लेन्स चेन्ज चाहिँ एपर्चर डेप्थ अफ फिल्ड यो कन्ट्रोललाई चाहिँ इफेक्ट भ्यू अनि वहाँ चाहिँ मेउटी छिसँग भएपछि चाहिँ ओप्पो या चाहिँ मे उया फोटो चाहिँ छिसँग वो फिल्टर छ त्यो क्यामेरा लेन्स चाहिँ भने फिल्टर त्यहाँ चाहिँ इफेक्ट भ्यू अब वो बाहेक हामीले मेरो छु यहाँ उपाय म आ ठाउँमा चाहिँ ह्याउने छ इमेजिन डाटा जिल्ला ठाउँमा छुन ढाक्नु रहेछ छि इमेजिनेरी छ छि छु इमेजिनेरी चाहिँ फोटो ढाका छिटो ठाउँले चाहिँ आयो त्यो आशिषमा नकर्मी छ म नेपाली मुली छौ खलाउ बसा छौ जो मनोपरी कलाकार छ वेको यो कलाकारिता वेको यो व्यवहारिक ज्ञान वेको यो व्यवहार हरेक क्षेत्रमा वेको चाहिँ एकदमै बालापट्टि मनोले चिन्ता र उके नाप्रामा छुलेहरूले अशिषमा नकर्मी सुरुले ओबले हो आ पक्कान प्यार छाछ समय अनुभव दको चिजनालाई मनेर फरक भयो उकेन विशेष ना चाहिँ दक्षिण नापाजी नाप्लाले चाहिँ हो गयो बालापट्टि मजा मिखाना टटाउ पाना यो खाओ रेस्पेक्ट यु नो ठीक बाला ठ्या ठ्या पनि जो कलाकारहरूले चाहिँ नेपाल भाषा खेला तस्मै चेतावनी द उबले मुठ्यो र वही नाप्रामा चाहिँ अहिले ढाटे अभिनय आउन ढाटियामा लान्छ ठ्याक्कै आउनु ठुकीसोमा लान्छ ठ्याक्कै आउनु यो किसिममा चाहिँ यहाँ फुटी ख ओब्ले हामीले अब यहाँ लिपा जो मान्छेलाई झन्झन परिमार्जन छन् बालन झन्झनै चाहिँ गुलगुली नेपाल भाषा नाप्रामा नेपालीमा व्याकरण भित्र वो जुन चाहिँ झन्झनै बालन हुने अहिले फोटोग्राफी हिसाबमा ढाउका चाहिँ पहिला चाहिँ प्रोफाइल्स छौँ प्रोफाइल्स चाहिँ कभर यामा हेर्दा सेनमा छ ठाउँकुने चाहिँ फोटोग्राफीले चाहिँ जुठो प्रोफाइल खिचेर ठुटी चाहिँ जिता ठरी सटललाई मिलेजु ठ्याउ मेकअप यता बाला या एकदमै बालके चाहिँ ज्ञान गाउँ चाहिँ मेबी कलाकार पनि मध्येले जिता बालके अभिनय एमटे छुपछि नेपाल भाषा खेले शिला महर्जन वेको अभिनय वेको जुन किसिमको बोली व्यवहार हुन एकदमै जो मलाई त्यसमै बालापट्टि कलाकार वेकलाई वास्तवमा हाम्रो छिसँग नेपाल भाषा खेलेको मको यदि वे गर्न चाहे जो खस वो इलन चाहिँ नेपाली अथवा जिल्ला ढाके हलिउड मुभी लेभलले चाहिँ वेको एक्टिङ बालक एक्टिङ कलाकार इस्लाम सेलिब्रिटी हाउटिस खङ्गो चाहिँ अङ्ग्रेजी खङ्गोले सेलिब्रेसन या छुन चिज त चाहिँ उत्सव मनाएपट्टि होइन यो टाइपमा जुन मनु अथवा जुन चिज यहाँनिर डाँसे सेलिब्रेसन है वेटै सेलिब्रिटी केटा खास चाहिँ यो नेपाल भाषा खेलेन यो पनि सेलिब्रेसन या भयो वे कभी झुका ठ्याक्क पलाजको तल्किन झझा टाइप यो कोही अझै ढायामा लाग्छ चाहिँ मदन किशोर श्रेष्ठ वेको एउटा एपिरेन्स वेको गर्न ठ्याक्क पलाजको तल्के झलल्ल जो मतलब ठाए एकदमै निभ्यो अठेर चाहिँ यो कोही जस्तै छि संस्कृतिविद सत्यमोहन जोशी छ वे गर्न ठ्याक्क पलाट उठा चाहिँ अब चुन्चौजो ठा जस्ता खमुसु मुजु मचाउ ढेर छुए मरेका यहाँ विषयले खलासँग फर्र वे गर्न ढेके
एबे योकोडु जस्तै कलाकार पनि मण्डल जन किन आगे नै छ असिस्मा नकर्मी जुल इस्लाम अर्जन जुल एबे योको कलाकार पनि योको छि चाहिँ सेलिब्रिटी छि नेवा खेल सेलिब्रिटी हो पपुलारिटी हो न्यू डिफरेंट खोजे छौ चाहिँ पपुलर जुयो हो सेलिब्रिटी जुयो छ फरक खोजे अहिले के न गेरा छ सेलिब्रेसन जस्तै छौ माहौल नब सेलिब्रेसन या अपि खने जस्तै छौ उद्योगपति दुसा छौ उद्योगी खेले चाहिँ वर्क गर्न यहाँ त योगदान त वर्क भी फलोअर्स चाहिँ सेलिब्रेसन हे वर्क जस्तै लयर पनि वकिल त बिचार छ छौ अयाम पनि छौ बालाम पनि न्यायाधीश र अयाम पनि छौ वकिल दुसा चाहिँ वर्क छौ ठ्याक वो प्रोग्राम एपियर जुल आए सेलिब्रेसन चाहिँ हरेक खेलमा चाहिँ छौ सेलिब्रिटी डेको निम डेको सलन सा सेलिब्रिटी डेको तर छौ खेल चाहिँ छौ किसिमको छौ लेभल ठ्याङ्का चाहिँ वर्क गर्न जुन किसिममा चाहिँ पपुलारिटी गेने अथवा वेक पनि खै त यो को मन्डे चाहिँ फलो अथवा वेक गर्न छुनला छुटुन रे मन्डे त चासो जी वे लेभलमा चाहिँ छौ हिसाबमा चाहिँ सेलिब्रिटी गाते छौ एउटा मापनी एउटा छ फोटोग्राफी खेलजीमा अथवा न्याउन खेलजीमा यदि सुइतन छुन खेले यदि डाउन मासु छ वो खेल बारे पटी चाहिँ जानकारी देमा जी चाहिँ ठाउँमा छु अनुभव या फ्याक्टमा पहिला वो गेम डेफ्ट चाहिँ इन डेफ्ट नलेज का लासे चाहिँ पाले गरी के चिजसँग चाहिँ छुन चिज जस्तै फोटोग्राफी खलाएको खर्च चाहिँ यदि फोटोग्राफी बनाउनु खर्च फोटोग्राफी छुक मलाई फोटोग्राफी ना मन्टेसँग छुसम्म या फै अथवा फोटोग्राफी बेसिक खर्च छुक अथवा फोटोग्राफी फन्डामेन्टल्स भन्ने चिजमा बेसिक खर्च चाहिँ सुची या मसी गर्नु झमो भन्दा चाहिँ गेम रिजल्ट पाउला न जुन चाहिँ कमसे कम न एकदमै मिनिमम न फोटोग्राफी बारे चाहिँ बालको नलेज त सुन फुसा बेसिक ट्रेनिङ छौ अथवा मुक्सा ठगने जमानालाई वो नापटे वो ठाना गुरु मानेन गर्न मानेन बोलु गुगल बाबा दु युट्युब बाबा दु युट्युब को गुगल ले सर्च गर्छ न हरेक चीज युट्युब है के बारे पटि चाहिँ मठु डस सु छैन ब सती भी सु बाला भी फोटोग्राफर त सबैको पनि कन्सल्ट ल्याएको हैन चाहिँ फर्स्ट चाहिँ छुलेहरूले हतियारे मजदुर शिकार आउन मिले मतलब त्यसै पहिला ठिक्क चौछ त्यसको ठिकै क्यामेरा न अझ डाउन पनि ठिक्क चौडी क्यामेरा ठाउँ हारे डाटा छ एक्सपेरिमेन्ट नै हुन्छ मक्सद मोबाइल छ मोबाइल न ठाउँमा एक्सपेरिमेन्ट गर्न सुरु आयो अचान दिला चाहिँ नो पिन्ट चाहिँ अन अफ वो मेउ खचे छ छिज छुन चीज लगानी आबले चाहिँ के रिटर्न वे माने पहिला सुरु चाहिँ बिस्तारै ठाउँमा ईबी मा ल ईबी फटाउ इन लगानी ख अनि वटुका बिस्तारै पछि चाहिँ टिपल लगानी आमा अनि वेटर बिस्तारै गेना रिटर्न हो चाहिँ प्लानिङ गर्न हुँदा चाहिँ फोटोग्राफी खेले चाहिँ जिसोले चाहिँ बानला वो फोटोग्राफी खेल्न चाहिँ जिस चाहिँ यो को मन्डेट चाहिँ रोजगार न बिफु अथवा यो को मन्डेट चाहिँ खुसी न याफु यो को मन्डेट हेफुकिन फु यदि उले या पोस्टर हासन ठाउँमा खिचेन फोटो भामाला फोटो ठाउँमा छ ठाउँमा ठैन हेफुकि